Admission open at Sakura Makeup Studio and Beauty Parlor. फिङ्गरको बारेमा त थाहा छ नि त हामीलाई है। यसलाई चाहिँ हामीले के भनिन्छ, यो फिङ्गरलाई थम्ब फिङ्गर भनिन्छ भने यसलाई अनि यसलाई 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 पिङ्की अर स्मल स्मल पनि भन्छ, लिटल पनि भन्छ है। अनि इन्डेक्सलाई चाहिँ फर्स्ट फिङ्गर पनि भनिन्छ है, फर्स्ट फिङ्गर पनि भनिन्छ। अनि त्यसलाई चाहिँ पोइन्टेड फिङ्गर पनि भनिन्छ है। त्यो पनि बुझ्न पर्यो, एकदम अल्टरनेटिभ छ के फिङ्गरहरूको नाम चाहिँ इन्डेक्सको चाहिँ, त्यसमा चाहिँ हामी कन्फ्युजन हुनु भएन। यो त बुझ्यो नि ह्यान्ड स्ट्रक्चर। अनि जामा छ नेलको सेपमा है। फर्स्टमा स्क्वायर सेप। स्क्वायर सेप कस्तो हुन्छ त है। फर्स्टमा स्क्वायर नेल्स ह्याभ अ फ्ल्याट टप विथ sharp corners giving a bold and modern looks, best suited for medium to long nails। यो भनेको चाहिँ के हो, स्क्वायर चाहिँ फ्ल्याट र अनि शार्प कर्नर हुन्छ भनेको साइडमा साइडमा चाहिँ फ्ल्याट हुन्छ, कर्नरमा चाहिँ एकदमै शार्पनेस हुन्छ के स्क्वायरमा। हेर त यहाँनिर कति चुच्चो टाइपको छ नि त, छैन है। अनि अगाडि चाहिँ के हुन्छ, फ्ल्याट हुन्छ है, त्यो चाहिँ बुझ्नु पर्यो। अनि देन बेस्ट सुइटेड फर मिडियम टु लङ नेल्स भनेको यो चाहिँ के लामो नेल्समा राम्रो देखिन्छ कि सर्ट्समा राम्रो हुन्छ है। हामीले त्यो पनि बुझ्न पर्यो कि अब क्लाइन्टहरू आउनुहुन्छ नि त, अनि उहाँले आल्मन्ड अब एबिसी उहाँहरूले इन्सपो देखाउनुहुन्छ होइन। उहाँलाई चाहिँ हामीले पनि अब उहाँहरूलाई नेल्सको बारेमा केही पनि थाहा नभएको मान्छेलाई हामीले पनि त रिकमेन्ड गर्नु पऱ्यो नि त। अनि कति क्लाइन्टहरूले के भन्नुहुन्छ भने हजुरलाई जस्तो राम्रो लाग्छ त्यस्तै गरिदिनु न त, मेरो हातमा जस्तो सुहाउँछ त्यस्तै गरिदिनु भन्नुहुन्छ नि त। त्यही भएर हामीलाई पनि सेपको नेल सेपको नलेज चाहिँ हुनु पऱ्यो के है। आफूले जे जानेछ त्यही गरिदिने चाहिँ होइन के, आल्मन्ड जानेको म आल्मन्ड नै गरिदिन्छु, स्क्वायर जाने त्यो चाहिँ होइन कि। उहाँको ह्यान्डको स्ट्रक्चर हेरेर पनि हामीले के गर्नु पर्यो, सेप यसरी भने माइन्डसेट अटोमेटिकली हुनु पर्यो है। अनि देन राउन्ड सेप भनेको कस्तो है, अ राउन्ड सेप फलो द नेचुरल कर्भ अफ द नेल्स गिभिङ अ सफ्ट एन्ड क्लासिक लुक्स, इजी टु मेन्टेन द बेस्ट फर द सर्ट नेल्स। राउन्ड सेप भनेको के हो, के रहेछ त, नेचुरल कर्भ्स एकदमै नेचुरल देखिने अनि क्लासिक देखिने हुन्छ क्या यो लुक्स। राउन्ड सेप चाहिँ यो चाहिँ एकदम मेन्टेन टु बेस्ट फर द सर्ट नेल्स। यसलाई चाहिँ